हेलो सबैजना साथीहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज हामीले सब इन्जिनियर पद सुदूरपश्चिम विशेष मोडेल सेट 2 लिएर आएका छौँ र यो मोडेल सेट 2 चाहिँ अस्तिको मोडेल सेट 1 भन्दा हामी फरक तरिकाले गर्नेछौँ, जसमा चाहिँ क्वेसन सँगसँगै त्यसको एक्सप्लानेसन फुल एक्सप्लानेसन गरेर क्वेसनहरू सल्भ गर्नेछौँ। ल सुरु गरौँ है त। हाम्रो पहिलो क्वेसन रहेको छ, counters are the lines that join the point of equal. Option A dimension, option B pressure, option C elevation, option D temperature. र यसको राइट एन्सर कुन हो साथीहरू? काउन्टर लाइन भनेको इक्वल इलिभेसन भएको पोइन्टहरूलाई जोड्दाखेरि जुन लाइन बन्छ त्यसलाई चाहिँ के भन्छ? काउन्टर लाइन भन्छ। त्यस्तै अर्को क्वेसन रहेको छ, द राइज एन्ड फल मेथड अफ लेबलिङ प्रोभाइड्स अ कम्प्लिट चेक अन बैक साइड, इंटरमिडिएट साइड, फोर साइड, all of the above. तो यसको राइट एन्सर कुन हुन्छ साथीहरू? all of the above. ओके, यसको एक्सप्लेनेसन हेरौँ। राइज फल मेथड र एचआई मेथडको डिफरेन्स हेरौँ। एचआई मेथडलाई चाहिँ कोलिमेसन मेथड पनि भन्छ। यो चाहिँ क्विक र सिम्पल मेथड हो भने यो चाहिँ स्लो र टेडियस मेथड हो। स्लो र टेडियस भए पनि यो मेथड के हुन्छ? मोर एकुरेट हुन्छ। त्यस्तै एचआई मेथड लेस एकुरेट हुन्छ। अब यिनीहरू कति बेला युज हुन्छ भन्दाखेरि एचआई मेथड सुइटेबल फर नम्बर अफ रिडिङ्स आर मोर रिक्वायर्ड। त्यस्तै राइज एन्ड फल मेथड कति बेला सुइटेबल हुन्छ त? नम्बर अफ रिडिङ आर लेस रिक्वायर्ड। त्यस्तै देयर इज नो चेक अन आरएल अफ इन्टरमिडिएट साइड हुन्छ भने राइज एन्ड फल मेथडमा देयर इज चेक अन आरएल अफ इन्टरमिडिएट साइड। त्यस्तै एचआई मेथड चाहिँ प्रोफाइल लेबलिङ गर्नको लागि सुइटेबल हुन्छ भने राइज एन्ड फल मेथड चाहिँ सुइटेबल फर डिफरेन्सियल एन्ड प्रिसाइज लेबलिङ। त्यस्तै अर्को डिफरेन्स रहेको छ, देयर आर टु अर्थमेटिक चेक्स भनेको छ र राइज एन्ड फल मेथडमा चाहिँ 3वटा अर्थमेटिक चेक हुन्छ। त्यही भएर पनि मोर एकुरेट हुन्छ। र अर्को क्वेसन हेरौँ। ड्युरिङ सर्वेइङ प्लटिङ अफ इनएसेसिबल पोइन्ट्स अन द प्लेन टेबल इज डन बाई ऑप्शन ए मेथड अफ रेडिएसन, ऑप्शन बी मेथड अफ रिसेक्सन, ऑप्शन सी मेथड अफ ट्राभर्सिङ, ऑप्शन डी मेथड अफ इन्टरसेक्सन। इनएसेसिबल पोइन्ट्सहरू भन्यो भने हाम्रो एन्सर कुन हुन्छ? अप्सन डी मेथड अफ इन्टरसेक्सन। के हामी सबै मेथडको बारेमा हेरौँ एकचोटि। मेथड अफ प्लेन टेबलिङ भनेको छ यहाँ के छन् त मेथडहरू? मेथड अफ रेडिएसन छ, इजी, फास्ट एन्ड मोस्ट एकुरेट एन्ड मोस्टली युज मेथड हो। त्यस्तै युज्ड फर एसेसिबल पोइन्ट जुनमा चाहिँ लिनियर मेजरमेन्ट चाहिँ पोसिबल हुन्छ। डाइरेक्ट है, डाइरेक्ट मेजरमेन्ट चाहिँ के हुन्छ? पोसिबल हुन्छ। त्यस्तै प्लेन टेबल इज सेटअप एट ओन्ली वान स्टेसन। कहिलेकाहीँ यही पनि सोधिरहेको हुन्छ, कुन चाहिँ प्लेन टेबलिङ मेथडमा चाहिँ प्लेन टेबल चाहिँ एउटा मात्र स्टेसनमा सेटअप गर्नुपर्छ भनेर गरिन्छ अथवा गर्नुपर्छ भनेर सोधिरहेको हुन्छ। त्यस्तै अर्को रहेको छ हाम्रो मेथड अफ इन्टरसेक्सन, जुन चाहिँ इनएसेसिबल पोइन्टहरूको लागि युज हुन्छ। टेडियस एन्ड टाइम कन्ज्युमिङ मेथड पनि हो र जनरली अथवा मोस्टली युज्ड इन हिल्ली एरिया। त्यस्तै अर्को मेथड छ मेथड अफ ट्राभर्सिङ। त्यो भनेको कम्बिनेसन अफ माथिका दुईवटा मेथड इन्टरसेक्सन र रेडिएसन, सुइटेबल फर कन्जेस्टेड एरिया लाइक टाउन, फरेस्ट। र इक्जाममा सोध्न सक्छ, व्हिच मेथड अफ प्लेन टेबलिङ इज सुइटेबल फर कन्जेस्टेड एरिया। अहिले चाहिँ हामीलाई कुन सोधेको थियो? इनएसेसिबल पोइन्टहरूको लागि चाहिँ कुन मेथड युज हुन्छ भनेर सोधेको थियो। त्यस्तै अर्को रहेको छ मेथड अफ रिसेक्सन। यो खासमा चाहिँ मेथड अफ प्लेन टेबलिङ चाहिँ होइन। यो फिक्सिङ पोजिसन अफ प्लेन टेबल अन अननोन पोइन्ट बाई साइटिङ द
नन पोइन्ट्स भन्छ, प्लेन टेबल फिक्सिङ गर्ने मेथड हो। त्यस्तै अर्को हेरौँ, द स्ट्रेट लाइन बिट्विन टु स्टेसन इज कल्ड भनेको छ। अप्सन एमा रहेको छ स्ट्रेट लाइन, अप्सन बीमा ट्राभर्स, अप्सन सी ट्राभर्स एङ्गल, अप्सन डी ट्राभर्स लेग। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन डी ट्राभर्स लेग। ओके, अर्को हाम्रो 5 नम्बर क्वेसन रहेको छ, अ बिम अफ स्पान यल फिक्स्ड एट बोथ एन्ड भनेको छ, क्यारिज युनिफर्मली डिस्ट्रिब्युटेड लोड अफ W kN per unit length over the whole span. The bending moment at center of beam is भनेको छ। अप्सन ए WL स्क्वायर बाई 12, अप्सन बी WL स्क्वायर बाई 16, अप्सन सी WL स्क्वायर बाई 24, अप्सन डी WL स्क्वायर बाई 8। यदि सिम्पली सपोर्टेड बिम भनेको भए के हुन्थ्यो? WL स्क्वायर बाई 8 हुन्थ्यो। त्यस्तै फिक्स बिम भनेको छ, फिक्स बिममा म्याक्सिमम कति हुन्छ? WL स्क्वायर बाई 12 हुन्छ भने सेन्टरमा चाहिँ कति हुन्छ त? WL स्क्वायर बाई 24। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू? WL स्क्वायर बाई 24। त्यस्तै यहाँ तपाईँको इक्जाममा द बेन्डिङ मोमेन्ट एट सेन्टर नभनेर द म्याक्सिमम बेन्डिङ मोमेन्ट इज भनेर भनेको भए चाहिँ कुन हुन्थ्यो? WL स्क्वायर बाई 12 अप्सन ए हुन्थ्यो। तर यहाँ के भनेको छ? सेन्टरमा भनेको छ। सेन्टरमा भन्यो भने WL स्क्वायर बाई 24। यहाँ हेरौँ है त, यहाँ फिक्स बिम दिएको छ, त्यस्तै बेन्डिङ मोमेन्ट सेन्टरमा कति हुन्छ भनेको छ? WL स्क्वायर बाई 24। र यहाँ चाहिँ यिनीहरूमा कति हुन्छ त? WL स्क्वायर बाई 12 हुन्छ। र पोइन्ट अफ कन्ट्रोल अफ फ्र्याक्चर चाहिँ फिक्स बिममा कतिवटा हुन्छ? 2वटा हुन्छ। ओके, अर्को क्वेसन हेरौँ। त्योभन्दा पहिले यहाँ एउटा टेबल रहेछ, यो हेरौँ। सबैजनाले पढ्नु भएकै छ होला। जस्तो क्यान्टिलेभर बिम छ, लेन्थ यल छ, बेन्डिङ मोमेन्ट चाहिँ फ्री एन्डमा चाहिँ यम लागेको छ भने म्याक्सिमम बेन्डिङ मोमेन्ट कति हुन्छ? यम हुन्छ। त्यस्तै क्यान्टिलेभर बिम छ, लेन्थ यल अनि फिक्स एन्ड के अरे फ्री एन्डमा चाहिँ W kN लोड लागेको छ भने म्याक्सिमम बेन्डिङ मोमेन्ट कति हुन्छ? WL हुन्छ। त्यस्तै युडिएल लागेको छ भने WL स्क्वायर बाई 2 हुन्छ। ट्रायङ्गुलर लोड लागेको छ र म्याक्सिमम एट सपोर्ट छ भने चाहिँ WL स्क्वायर बाई 6 हुन्छ। त्यस्तै सिम्पली सपोर्टेडमा के हुन्छ? पोइन्ट लोड बिचमा छ भने म्याक्सिमम बेन्डिङ मोमेन्ट WL बाई 4 हुन्छ भने युडिएलमा चाहिँ WL स्क्वायर बाई 8 हुन्छ। र स्लोप पनि देख्न सक्नुहुन्छ, डिफ्लेक्सन पनि, यो कुरा हेर्नु होला। ओके, अर्को हेरौँ। द रेसियो अफ ल्याटरल स्ट्रेन टु एक्जियल स्ट्रेन अफ होमोजेनियस मेटेरियल इज नोन एज भनेको छ, यील्ड रेसियो, हुक्स रेसियो, पोइजन्स रेसियो, प्लास्टिक रेसियो। यसको एन्सर कुन हुन्छ साथीहरू? अप्सन सी पोइजन्स रेसियो, लिनियर स्ट्रेन बाई lateral strain. Okay, the most economical section for a column is I section, tubular section, solid round section र rectangular section भनेको छ। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? कोलममा चाहिँ मोस्ट इकोनोमिकल सेक्सन कुन हो? अप्सन बी tubular section। ओके, अर्को क्वेसन हेरौँ। The maximum pressure which a soil can carry without shear failure is called net shape bearing capacity भनेको छ। अप्सन बीमा सेप बेयरिङ क्यापेसिटी, अप्सन सीमा नेट अल्टिमेट बेयरिङ क्यापेसिटी र अप्सन डीमा अल्टिमेट बेयरिङ क्यापेसिटी। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन बी सेप बेयरिङ क्यापेसिटी। त्यस्तै अर्को क्वेसन रहेको छ, डार्की ल इज भ्यालिड एप्लिकेबल टु seepage if a soil is homogeneous, isotropic, incompressible, all of the above। यसको राइट एन्सर कुन हुन्छ? all of the above। अर्को क्वेसन हेरौँ।
द मोस्ट कोइसिभ सोइल इज स्यान्डी सोइल, सिल्टी सोइल, क्ले, ग्राभेल। कुन हो त? कुन हुन्छ साथीहरू? क्ले। त्यस्तै क्वेसन नम्बर 11 मा रहेको छ कोइजनलेस सोइल ह्याभिङ लार्ज थिकनेस क्यान बी बेस्ट कम्प्याक्टेड बाई अप्सन ए भाइब्रेटर, अप्सन बी रोलर, अप्सन सी र्यामर, अप्सन डी भाइब्रोफ्लोएसन। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू? लार्ज थिकनेस मात्र भनेको छ भने भाइब्रोफ्लोएसन। र अरू यहाँ टेबल दिएको छ जस्तो स्मुथ व्हील रोलर भनेको छ। स्मुथ व्हील रोलर चाहिँ कोइजनलेस सोइलको लागि युज हुन्छ। कोइजनलेस सोइलमा चाहिँ ग्राभेल स्यान्डहरू पर्छ। त्यस्तै न्युमेटिक टायर्ड रोलर भनेको छ दुईटै सोइलको लागि कोइसिभ र कोइजनलेस सोइलको लागि युज हुन्छ। सिप फुट रोलर छ जुन चाहिँ कोइसिभ सोइलको लागि युज हुन्छ। त्यस्तै र्यामर दिएको छ। र्यामर चाहिँ दुईटै सोइलको लागि युज हुन्छ। यहाँ कन्डिसन के छ त यसको? फर स्मल थिकनेस एन्ड स्मल एरिया। त्यस्तै भाइब्रेटिङ रोलर भनेको छ रोलरहरू सबै के को लागि युज हुन्छ? कोइजनलेस सोइलको लागि युज हुन्छ। अब कन्डिसन छ कुन रोलर कति बेला युज हुन्छ भनेर। जस्तो भाइब्रेटिङ रोलर भनेको छ त्यो चाहिँ लार्ज थिकनेस अप टु 30 cm। त्यस्तै भाइब्रेटिङ प्लेट कम्प्याक्टर जसलाई चाहिँ हाम्रो मङ्की जम्पर पनि भन्छ त्यो चाहिँ लार्ज थिकनेस ग्रेटर देन 30 cm र लार्ज एरियाको लागि युज हुन्छ। र अर्को छ हामीले अहिले भर्खर गरेको भाइब्रोफ्लोएसन जुन चाहिँ कोइजनलेस सोइलको लागि युज हुन्छ लार्ज थिकनेसको लागि र स्मल एरिया चाहिँ स्मल छ भने कुन युज हुन्छ? भाइब्रोफ्लोएसन। अर्को क्वेसन हेरौँ साथीहरू। अ जियोलोजिकल फर्मेसन व्हिच नट ओन्ली स्टोर वाटर बट इल्ड्स इट इन सफिसिएन्ट क्वान्टिटी भनेको छ। अप्सन ए एक्वाफायर, अप्सन बी एक्वाफ्युज, अप्सन सी एक्वाक्लुड, अप्सन डी एक्वाटाड। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? कुन हुन्छ? स्टोर पनि गर्छ र इल्ड पनि गर्छ भनेपछि कुन हुन्छ यसको राइट एन्सर? अप्सन ए एक्वाफायर। त्यस्तै द मोस्ट सुइटेबल सेक्सन अफ सोयर इन अ सेपरेट सिस्टम भनेको छ। सेपरेट सिस्टममा चाहिँ मोस्ट सुइटेबल सोयर चाहिँ कुन हुन्छ? अप्सन ए रेक्ट्याङ्गुलर, अप्सन बी सर्कुलर, अप्सन सी इग सेप, अप्सन डी प्याराबोलिक। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन बी सर्कुलर हुन्छ। यसले चाहिँ के गर्न सक्छ भन्दाखेरि म्याक्सिमम डिस्चार्ज क्यारी गर्न सक्छ र सेल्फ क्लिनिङ भेलोसिटी चाहिँ इजिली एचिभ हुन्छ। त्यस्तै सेपरेटको ठाउँमा इक्जाममा मानौँ कम्बाइन सोध्यो। यो सेपरेटको ठाउँमा कम्बाइन स्योरेज सिस्टममा चाहिँ कुन सेक्सन युज हुन्छ भनेर सोध्यो भने इग सेप। इग सेपमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि मानौँ यो इग सेप छ होइन, तल चाहिँ के हुन्छ? एरिया सानो हुन्छ हो। लो डिस्चार्ज अथवा लो रेनफलमा चाहिँ सेल्फ क्लिनिङ भेलोसिटी के हुन्छ? एचिभ हुन्छ। त्यस्तै यहाँ चाहिँ के छ? माथि एरिया पनि ठुलो छ जुन चाहिँ हाई डिस्चार्ज अथवा धेरै पानी परेको बेला चाहिँ सेल्फ क्लिनिङ भेलोसिटी पनि एचिभ हुन्छ नै र त्यो हाई डिस्चार्जलाई चाहिँ डिस्चार्ज आउट गर्नलाई हेल्प गर्छ। त्यही भएर कम्बाइन सिस्टममा चाहिँ इग सेप चाहिँ मोस्ट इकोनोमिकल हुन्छ भने हाम्रो अहिले सोधेको कुन हो? सेपरेटमा, त्यसमा चाहिँ कुन युज हुन्छ? सर्कुलर। ओके, यहाँ हेरौँ एक्वाफायर भनेको छ। एक्वाफायरले चाहिँ के गर्छ? वाटर स्टोर पनि गर्छ, ट्रान्समिट पनि गर्छ र हिल्ड पनि गर्छ, तीनवटै काम गर्छ। त्यस्तै एक्वाटाड भनेको छ जसले चाहिँ स्टोर गर्छ, ट्रान्समिट एन्ड हिल्ड चाहिँ के गर्छ? स्लोली गर्छ। त्यस्तै एक्वाक्लुड भनेको छ जसले चाहिँ स्टोर मात्रै गर्छ, ट्रान्समिट गर्दैन र हिल्ड पनि गर्दैन। र अर्को छ एक्वाफ्युज भनेको छ नाइदर
पोरस नर पर्मेबल भनेको स्टोर पनि गर्दैन, ट्रान्समिट पनि गर्दैन, इल्ड पनि गर्दैन, त्यो भनेको रकहरू पर्यो। त्यस्तै एक्युक्लोडमा चाहिँ क्ले भयो, कहिलेकाहीँ यो पनि सोध्न सक्छ। त्यस्तै एक्वाटाइडमा स्यान्डी क्ले भयो। ओके, अर्को हेरौँ। एज द डायमिटर अफ सोयर इन्क्रिजेस सेल्फ क्लिनिङ भेलोसिटी भनेको छ। सोयरको चाहिँ डायमिटर बढायो भने सेल्फ क्लिनिङ भेलोसिटी के हुन्छ भनेर भनेको छ। अप्सन ए इन्क्रिज, अप्सन बी डिक्रिज, अप्सन सी रिमेन्स अनचेन्ज र अप्सन डीमा रहेको छ डिपेन्ड अपन अदर फ्याक्टर। डायमिटर बढायो भने सेल्फ क्लिनिङ भेलोसिटी के हुन्छ? घट्छ। ओके, अर्को क्वेसन हेरौँ। इन रुरल वाटर सप्लाई स्किम इन नेपाल द मोस्टली युज पाइप इज कुन हो? अप्सन ए एचडिपी, अप्सन बी पिबिसी, अप्सन सी जिआई, अप्सन डी सिआई। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन ए एचडिपी। अर्को क्वेसन हेरौँ। द फङ्सन अफ फ्रग इन ब्रेक इज अप्सन ए एडभर्टाइजमेन्ट अफ म्यानुफ्याक्चर, अप्सन बी रिडक्सन इन वेट, अप्सन सी इजी इन ह्यान्डलिङ, अप्सन डी टु फर्म क्यु ड्युरिङ लेइङ भनेको छ। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन डी टु फर्म क्यु ड्युरिङ लेइङ। अर्को क्वेसन रहेको छ। बिटुमिन सुड नट बी हिटेड बियोन्ड भनेको छ 100 डिग्री सेल्सियस, अप्सन बी 125 डिग्री सेल्सियस, अप्सन सी 150 डिग्री सेल्सियस र अप्सन डी 200 डिग्री सेल्सियस। यसको राइट एन्सर कुन हुन्छ त? अप्सन डी 200 डिग्री सेल्सियस। अर्को क्वेसन हेरौँ। फर अ गुड बिल्डिङ स्टोन इफ स्पेसिफिक स्पिड स्पेसिफिक ग्राभिटी सुड बी ग्रेटर देन भनेको छ। मिनिमम स्पेसिफिक ग्राभिटी कति हुनुपर्छ भनेको छ। अप्सन एमा छ 1.5, अप्सन बी 1.7, अप्सन सी 2.2, अप्सन डी 2.7 र खासमा चाहिँ हाम्रो 2.6 भन्दा बढी हुनुपर्ने हो। अप्सनमा 2.6 छ त छैन, त्यही भएर 2.7। ओके, अर्को रहेको छ। ब्रास इज एन एलोय अफ कपर एन्ड जिङ्क, जिङ्क एन्ड लिड, टिन एन्ड सिल्भर, जिङ्क एन्ड निकेल। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? कपर एन्ड जिङ्क, अप्सन ए यसको राइट एन्सर। के अर्को हेरौँ। क्याभिटी वाल इज डिजाइन फर अप्सन ए हिट इन्सुलेसन, अप्सन बी ड्याम्प प्रुफिङ, अप्सन सी साउन्ड इन्सुलेसन, अप्सन डी नन अफ द एबभ भनेको छ। अल अफ द एबभ भनेको भए अल अफ द एबभ हुन्थ्यो, नन अफ द एबभ भनेको छ भने यो मध्ये बेस्ट कुन हो त? अप्सन ए हिट इन्सुलेसन। नझुक्किनु होला, यही अप्सनहरू राखेर लास्टमा अल अफ द एबभ भन्यो भने यो नन अफ द एबभको ठाउँमा अल अफ द एबभ नै हुन्छ है। ओके, अर्को हेरौँ। जनरली युज ड्याम्प प्रुफिङ मेटेरियल भनेको छ। अप्सन एमा बिटुमिन, अप्सन बीमा सिमेन्ट कङ्क्रिट, अप्सन सीमा म्यास्टिक अस्फाल्ट, अप्सन डीमा बिटुमिन फेल्ड भनेको छ। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? जनरली युज भनेको छ है, टर्म चाहिँ हेर्नु होला। जनरली युज भन्यो भने सिमेन्ट कङ्क्रिट, त्यस्तै मोस्टली युज भन्यो भने बिटुमिन। ओके, अर्को हेरौँ। जस्तो बेस्ट ड्याम्प प्रुफिङ मेटेरियल भनेर सोध्यो भने के हुन्छ? बिटुमिन। त हामीले जनरली युज सोधेको छ, जनरली युज सोध्यो भने सिमेन्ट कङ्क्रिट। लार्ज एरियाको लागि सोध्यो भने म्यास्टिक अस्फाल्ट। त्यस्तै फ्लेक्जिबल ड्याम्प प्रुफिङ मेटेरियल सोध्यो भने बिटुमिन सिट र बिटुमिन फिल्ड मध्ये एउटा लाउने अथवा बिटुमिन मात्रै पनि भन्न सक्छ। त्यस्तै रिजिड ड्याम्प प्रुफिङ मेटेरियल सोध्यो भने सिमेन्ट कङ्क्रिटमा टिक लगाउने। ओके, अर्को हेरौँ। द मिनिमम नम्बर अफ होल्ड फास्ट रिक्वायर्ड फर विन्डोज एन्ड डोर फ्रेम रेस्पेक्टली अन इच साइड भनेको छ। 3 and 2, अप्सन बीमा 2 and 3, अप्सन सीमा 6 and 4, अप्सन डीमा 4 and 6। जस्तो हाम्रो यो विन्डोज भयो, यो
डोर भयो भने होल्ड फास्ट चाहिँ एउटा साइडमा चाहिँ मिनिमम कति हुनुपर्छ भने चाहिँ विन्डोजमा कति हुनुपर्छ, दुईटा हुनुपर्छ भने डोरमा चाहिँ तीनवटा हुनुपर्छ। इस्ट साइड है, इस्ट साइड एक्जाममा इस्ट साइड सोधेको छ, अथवा बोथ साइड सोध्यो भने चाहिँ के हुन्छ, दुईको ठाउँमा अर्कोतिर पनि त दुईटा हुन्छ होइन विन्डोजमा, र 4 हुने भयो, र डोरमा चाहिँ 6वटा हुने भयो। अहिले हामीलाई इस्ट साइड मात्र एउटा साइडको मात्र सोधेको छ भने यसको राइट एन्सर कुन हुन्छ, अप्सन बी 2 and 3। ओके, अर्को क्वेसन हेरौँ। द टर्मिनेसन अफ अनफिनिस्ड के भनेको छ, अनफिनिस्ड वाल इन स्टेप फेसन भनेको छ। अप्सन ए टुथिङ, पोइन्टिङ, ऱ्याकिङ, अप्सन डी जोइन्टिङ भनेको छ। यसको राइट एन्सर कुन हुन्छ साथीहरू, ऱ्याकिङ हुन्छ। र यसको एक्सप्लेनेसन अरू कुराहरू पनि हेरौँ, जस्तो टुथिङ, पोइन्टिङ, जोइन्टिङ भनेको के हो भनेर हेरौँ। ओके, द टर्मिनेसन अफ अनफिनिस्ड वाल इन स्टेप फेसन भनेर स्टेप फेसन भनेर ओडायो भने ऱ्याकिङ भन्छ। त्यस्तै लगभग सिमिलर कुरो, द वर्क इन विच ब्रिक्स आर लेफ्ट प्रोजेक्टिङ आउट इन मेसनरी वाल इज नन एज भनेर टुथिङ। लेफ्ट प्रोजेक्टिङ भनेर ओडायो भने टुथिङमा टिक लगाउँदै। त्यस्तै अर्को रहेको छ, द वर्क अफ फिनिसिङ द मोटार जोइन्ट एलङ विथ वाल कन्स्ट्रक्सन इज नन एज भनेको छ। एलङ विथ वाल कन्स्ट्रक्सन, त्यो काम गर्दै गर्दा चाहिँ फिनिसिङ वर्क गर्ने काम पनि सँगसँगै गऱ्यो भने त्यसलाई जोइन्टिङ भन्छ। भने हामीले वाल कन्स्ट्रक्ट गरिसकेका छौँ र पछि गएर चाहिँ त्यसलाई चाहिँ के गर्ने, त्यो जोइन्टहरूलाई चाहिँ मोटार राखेर चाहिँ फिनिसिङ गर्ने काम गऱ्यो भने त्यसलाई पोइन्टिङ भन्छ। आफ्टर र एलङ विथ र आफ्टर भनेर चाहिँ यहाँ डिफ्रेन्ट छ, यो पनि हेर्नु होला। त्यस्तै अर्को क्वेसन रहेको छ, द फर्स्ट वाटरिङ बिफोर सोइङ द क्रप इज नन एज भनेको छ। क्रप रोप्नुभन्दा पहिले चाहिँ जुन चाहिँ हामीले त्यो फिल्डमा चाहिँ वाटर लगाउँछौँ त्यसलाई चाहिँ के भन्छ भनेको छ। अप्सन ए कोर वाटरिङ, अप्सन बी पेलियो, अप्सन सी डेल्टा, अप्सन डी नन अफ द एबभ। र यो चाहिँ के हुन्छ यसको एन्सर, अप्सन बी पेलियो वाटरिङ। त्यस्तै अर्को क्वेसन रहेको छ साथीहरू, मेन्डरिङ अफ रिभर जनरली अकर इन भनेको छ रकी स्टेज, डेल्टा स्टेज, बोल्डर स्टेज, ट्रफ स्टेज। र यसको राइट एन्सर कुन हुन्छ त, अप्सन डी ट्रफ स्टेज। ओके, स्टेजहरू चाहिँ हाम्रो सुरुमा के हुन्छ, रकी स्टेज हुन्छ जुन चाहिँ हाम्रो हिमालयन जोनमा हुन्छ। त्यस्तै त्यहाँबाट थोरै रिभरहरू तल आइसकेपछि बोल्डर स्टेज हुन्छ जहाँ चाहिँ बोल्डर स्यान्डहरू चाहिँ हुन्छ। भने तेस्रोमा चाहिँ तराईमा पुगिसकेपछि के हुन्छ, ट्रफ स्टेज हुन्छ, जुन चाहिँ अर्को क्वेसन अर्को पनि के सोध्न सक्छ भन्दाखेरि यही एन्सर हुने चाहिँ बेस्ट लोकेसन फर क्यानल हेडवर्क भनेर पनि सोध्न सक्छ। त्यो सोद्धाखेरि पनि कुन हुन्छ त, अप्सन डी नै हुन्छ। र अन्तिममा चाहिँ जस्तो हाम्रो पानी अब तराईबाट मरुभूमिमा गएर पुग्दाखेरि चाहिँ डेल्टा स्टेज हुन्छ। ओके, अर्को हेरौँ, सिल्ट एक्सक्लुडर आर कन्स्ट्रक्टेड अन भनेको छ। एकदमै झुक्क्याउने क्वेसन, सोधिरहेको क्वेसन। रिभर बेड अप स्ट्रिम अफ हेड रेगुलेटर, रिभर बेड डाउन स्ट्रिम अफ हेड रेगुलेटर, क्यानल बेड अप स्ट्रिम अफ हेड रेगुलेटर र क्यानल बेड डाउन स्ट्रिम अफ हेड रेगुलेटर। यसको राइट एन्सर कुन हुन्छ साथीहरू, अप्सन ए रिभर बेडमा चाहिँ हेड रेगुलेटरको अप स्ट्रिम साइडमा चाहिँ सिल्ट एक्सक्लुडर राखिन्छ भने सिल्ट इजेक्टर चाहिँ कहाँ राखिन्छ त, क्यानलको बेडमा चाहिँ डाउन स्ट्रिम अफ हेड रेगुलेटरमा के राखिन्छ, सिल्ट इजेक्टर।
ओके, अर्को क्वेसन हेरौँ। इरिगेसन क्यानल आर जनरली एलाइन एलोङ भनेको छ काउन्टर लाइन, वाटरसेड लाइन, स्टेट लाइन, भ्याली लाइन। जनरली कहाँ एलाइन गरिन्छ? वाटरसेड लाइन अथवा के पनि भन्छ यसलाई? रिज लाइन पनि भन्छ। जस्तो के हुन्छ भन्दाखेरि यहाँ चाहिँ क्यानल एलाइन एलोङ द रिज लाइन अथवा वाटरसेड लाइन। अर्को भनेको त्यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि दुईटै साइड इरिगेट गर्न मिल्यो हो। नेचुरल ड्रेनेज सिस्टम हुने भएको भएर क्रस ड्रेनेज चाहिएन। अनि काउन्टरमा चाहिँ हेर्ने हो भने यो चाहिँ हिल्ली एरियामा युज हुने भयो, अनि काउन्टर लाइनसँग हामीले प्यारलल क्यानल चाहिँ काउन्टर लाइनसँग प्यारलल गरेर लाने हो भने तपाईँको एक साइड मात्र के गर्छ यसले? हिलको यतापट्टिको साइड मात्र के गर्ने भयो? इरिगेट गर्ने भयो, यतापट्टि गर्दैन। त्यस्तै अब हाम्रो क्रस ड्रेनेजहरू त नेचुरल क्रस ड्रेनेजहरू त काउन्टरसँग के हुन्छ? प्यारलल हुन्छ। मलाई त यस्तो चाहियो। अनि बिचमा चाहिँ हाम्रो क्रस ड्रेनेज वर्कहरू पनि चाहिन्छ। वाटरसेडमा चाहिँ चाहिँदैन क्रस ड्रेनेज वर्क। काउन्टर लाइनसँग क्यानल एलाइन गरेको छ भने क्रस ड्रेनेज वर्कहरू पनि चाहियो। के अर्को क्वेसन हेरौँ। द मेन एलिमेन्ट अफ प्रोभाइडिङ इफेक्टिभ ड्रेनेज इन केस अफ रोड इज अप्सन ए सुपर इलिभेसन, अप्सन बी क्याम्बर, अप्सन सी कब, अप्सन डी सोल्जर। इफेक्टिभ ड्रेनेजको लागि चाहिँ कुन एलिमेन्ट हो त? क्याम्बर। त्यस्तै अर्को क्वेसन रहेको छ। अ कब अफ भेरिङ रेडियस इज नन एज भनेको छ। अप्सन ए ट्रान्जिसन कब, अप्सन बी सिम्पल कब, अप्सन सी कम्पाउन्ड कब, अप्सन डी रिभर्स कब भनेको छ। यसको राइट एन्सर अप्सन ए ट्रान्जिसन कब। त्यस्तै अर्को क्वेसन रहेको छ। इन हिल रोड अफ नेपाल द साइड ड्रेन आर प्रोभाइडेड भनेको छ। अप्सन ए ओन्ली अन द हिल साइड अफ रोड, अप्सन बी ओन्ली अन द अपोजिट साइड अफ हिल, अप्सन सी अन बोथ साइड अफ रोड। र अप्सन डीमा रहेको छ नन अफ द एबभ। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? कुन साइडमा चाहिँ हामीले साइड ड्रेन चाहिँ प्रोभाइड गर्छौँ त हिल रोडमा चाहिँ? ओन्ली अन द एक साइड मात्र, जुन चाहिँ हिल साइडतिर चाहिँ साइड ड्रेन प्रोभाइड गरिन्छ। तपाईँहरूले देख्नुभयो होला प्राय जसो चाहिँ हाम्रो रोडहरू चाहिँ के छ? हिल्ली एरियामा नै छ। अनि हिल्ली एरियामा भएको रोडहरूमा चाहिँ यतातिर हिल छ भने यो साइडमा मात्र ड्रेन प्रोभाइड गरेको हुन्छ, यो रोडको यो साइडमा, अर्को साइडमा हुँदैन। र तराई एरियामा जानुभयो भने दुईटै साइडतिर के गरेको हुन्छ? साइड ड्रेनहरू प्रोभाइड गरेको हुन्छ। के अर्को क्वेसन हेरौँ। द फर्मेसन विड अफ रोड मिन्स द विड अफ पेमेन्ट एन्ड सोल्जर, क्यारिजवे, इम्ब्याङ्कमेन्ट एट ग्राउन्ड लेभल, इम्ब्याङ्कमेन्ट एट टप लेभल। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन डी इम्ब्याङ्कमेन्ट एट टप लेभल। अर्को क्वेसन रहेको छ। स्टिल इज इफिसियन्टली युज्ड इन अन्डर रेनफोर्स सेक्सन, ओभर रेनफोर्स सेक्सन, बोथ अफ एबभ। र अप्सन डीमा नन अफ एबभ। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन ए अन्डर रेनफोर्स सेक्सन। ओके, अर्को क्वेसन हेरौँ। फर सिङ्गली रेनफोर्समेन्ट बिम इफेक्टिभ डेप्थ इज मेजर्ड फ्रम कम्प्रेसन इज टु। अप्सन ए मा टेन्साइल इज, अप्सन बी मा टेन्साइल रेनफोर्समेन्ट, अप्सन सी मा न्युट्रल एक्सिस अफ बिम, अप्सन डी मा लङ्गिट्युडनल सेन्ट्रल एक्सिस। जस्तो हाम्रो मानौ यो बिम छ हो, अनि यहाँ चाहिँ के छ? टेन्साइल रेनफोर्समेन्ट छ भनेपछि हामीले चाहिँ के हुन्छ? इफेक्टिभ डेप्थ चाहिँ कहाँदेखि कहाँसम्म नाप्छौँ त? कम्प्रेसन इजदेखि यसको सेन्टरसम्म टेन्साइल रेनफोर्समेन्टको
सेन्टरसम्म चाहिँ हामीले के नाप्छौँ इफेक्टिभ डेप्थ। र यसको राइट एन्सर कुन हुन्छ र क्वेसन नम्बर 33 को राइट एन्सर कुन हुन्छ अप्सन बी टेन्साइल रिइन्फोर्समेन्टसम्म चाहिँ इफेक्टिभ डेप्थ मेजर गर्छौँ। त्यस्तै अर्को क्वेसन रहेको छ ल्यापिङ अथवा स्प्लाइसिङ इन टेन्साइल रिइन्फोर्समेन्ट आर जनरली नट युज फर बार अफ साइज लार्जर देन भनेको छ। अप्सन ए 18 mm, अप्सन बी 24 mm, अप्सन सी 30 mm र अप्सन डी 36 mm। यसको राइट एन्सर कुन हुन्छ साथीहरू अप्सन डी 36 mm। अर्को क्वेसन रहेको छ द रेडियस अफ बार बेन्ड टु फर्म अ हुक सुड नट बी लेस देन भनेको छ। अप्सन ए 2D, अप्सन बी 3D, अप्सन सी 4D, अप्सन डी 5D। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू ट्वाइस द डायमिटर। र इक्जाममा चाहिँ जस्तो डिफर्म बार भन्यो भने चाहिँ कुन लाउने अहिले केही भनेको छ भने केही भनेको छैन भने चाहिँ ट्वाइस द डायमिटर नभए 4 टाइम्स डायमिटर हुन्छ डिफर्म बार भन्यो भने। के अर्को क्वेसन हेरौँ क्यापिलरी राइज इज प्रोपोर्सनल टु भनेको छ। अप्सन ए सर्फेस टेन्सन, अप्सन बी डायमिटर अफ, अप्सन बी युनिट वेट अफ वाटर, अप्सन सी डायमिटर अफ पाइप, अप्सन डी नन अफ द एबभ। जस्तो हाम्रो क्यापिलरी राइजको इक्वेसन के हुन्छ H इक्वल टु 4 सिग्मा cos थीटा बाई गामा डी। ल यहाँ हेरौँ त क्यापिलरी राइज के हुन्छ अप्सन बीमा युनिट वेट भनेको छ इन्भर्सली प्रोपोर्सनल टु युनिट वेट हुन्छ हो। त्यस्तै डायमिटर अफ पाइप भनेको छ अप्सन सीमा त्योसँग पनि के हुन्छ इन्भर्सली प्रोपोर्सनल हुन्छ र सर्फेस टेन्सनसँग चाहिँ के हुन्छ डाइरेक्टली प्रोपोर्सनल टु सर्फेस टेन्सन। ओके अर्को क्वेसन हेरौँ मोनोमिटर आर युज टु मेजर अप्सन ए प्रेसर इन वाटर चैनल पाइप्स इटिसी, अप्सन बी डिफरेंस इन प्रेसर एट 2 point, अप्सन सी एटमोस्फेरिक प्रेसर, अप्सन डी भेरी लो प्रेसर भनेको छ। जस्तो हाम्रो एटमोस्फेरिक प्रेसर नाप्नलाई के युज गर्छौँ ब्यारोमिटर युज गर्छौँ हो ब्यारोमिटर युज गर्छौँ। लो प्रेसरको लागि चाहिँ भेरी लो प्रेसरको लागि पिजोमिटर युज गर्छौँ र मोनोमिटर के नाप्न युज गर्छौँ त अप्सन ए प्रेसर इन वाटर च्यानल अथवा पाइप्स केही पनि भने छैन भनेपछि यो एन्सर हुने भयो। ओके अर्को क्वेसन हेरौँ प्रेसर इन पाइप फ्लो इज नर्मल्ली भनेको छ। अप्सन ए लेस देन एटमोस्फेरिक प्रेसर, इक्वल टु एटमोस्फेरिक प्रेसर, मोर देन एटमोस्फेरिक प्रेसर। र हाम्रो पाइप फ्लोमा चाहिँ के हुन्छ पाइप फ्लोलाई हामीले प्रेसराइज फ्लो पनि भन्छौँ होइन प्रेसरले गर्दा फ्लो हुने त हो नि वाटर त्यही भएर चाहिँ के हुन्छ भन्दाखेरि एटमोस्फेरिक प्रेसर भन्दा बढी हुन्छ पाइप फ्लोमा प्रेसर। त्यस्तै कम चाहिँ कुन केसमा हुन्छ त ओपन च्यानल फ्लोको केसमा चाहिँ ओपन च्यानल फ्लो भन्यो भने चाहिँ अप्सन ए राइट एन्सर हुने भयो र अहिले चाहिँ हामीलाई पाइप फ्लो भनेको छ त्यही भएर मोर देन एटमोस्फेरिक प्रेसर। अर्को रहेको छ क्वेसन नम्बर 39 प्रेसर इन मिटर अफ ओइल ह्याभिङ स्पेसिफिक ग्राभिटी 0.8 इक्विभ्यालेन्ट टु 80 मिटर अफ वाटर इज भनेको छ। अप्सन ए 64, अप्सन बी 80, अप्सन सी 100, अप्सन डी 88। यसको चाहिँ के हुन्छ भन्दाखेरि जस्तो हामीले के हुन्छ पी इक्वल टु रो जी एच भनेर त हामीले सबैले पढेको हो। रो चाहिँ के हुन्छ रो वाटरको हो दुईतिर क्यान्सल हुन्छ रो जीएच अफ वाटर इज इक्वल टु रो जीएच अफ के हुन्छ ओइल हुन्छ भने जस्तो जी के हुन्छ जीको भ्यालु ओइलको कति दिएको छ ओइलको कति दिएको छ 0.8 दिएको छ। त्यस्तै हाइट सोधेको छ फेरि गरौँ है यसलाई
ओके हाम्रो के हुन्छ भन्दाखेरि रो जीएच हुने भयो हैन इक्वेसन चाहिँ इक्विभ्यालेन्ट छ भनेको छ हैन त्यही भएर रो जीएच अफ वाटर इक्वल टु रो जीएच अफ ओइल हुने भयो र रो चाहिँ के हुन्छ सेम हुन्छ जी चाहिँ वाटरको कति हुन्छ 1 हुने भयो त्यस्तै हाइट कति भनेको छ 80 भनेको छ इक्वल टु यसको कति भनेको 0.8 स्पेसिफिक ग्राभिटी र एच चाहिँ सोधेको छ र एच इक्वल टु 80 बाई 0.8 गर्दाखेरि कति आउँछ एन्सर 100 र यसको राइट एन्सर कुन हुन्छ साथीहरु अप्सन सी 100 मिटर ओके अर्को क्वेसन हेरौँ Muster rolls are used to pay wages of workers employed on daily basis, to record daily construction activities, to evaluate the construction activities. Option D मा to evaluate the performance of worker भनेको छ र यसको राइट एन्सर कुन हुन्छ अप्सन ए to pay wages of worker employed on daily basis अर्को क्वेसन रहेको छ इन क्रिटिकल पाथ मेथड सीपीएम द एक्चुअल परफर्मेन्स अफ टास्क इज कॉल्ड एन इवेंट एन एक्टिविटी अ ड्यूरेशन र क्रिटिकल टास्क पट के हो त एक्टिविटी ओरिएन्टेड हो इवेंट के सरी सीपीएम चाहिँ एक्टिविटी ओरिएन्टेड हो भने पट चाहिँ के हो इवेंट ओरिएन्टेड हो पट भनेको भए चाहिँ के हुन्थ्यो इवेंट हुन्थ्यो भने यहाँ चाहिँ के भनेको छ सीपीएम भनेको छ त्यही भएर यसको राइट एन्सर कुन हुन्छ अप्सन बी एन एक्टिविटी ओके अर्को क्वेसन हेरौँ परफॉर्मेंस सिक्योरिटी इज नेसेसरी आफ्टर कंस्ट्रक्शन एग्रीमेंट टू सक्सेसफुल बिडर बिफोर बिड ओपनिंग टू ऑल बिडर ड्यूरिंग बिड ओपनिंग टू ऑल बिडर बिफोर कन्ट्र्याक्ट एग्रीमेंट टू सक्सेसफुल बिडर भनेको छ यसको राइट एन्सर कुन हुन्छ साथीहरु अप्सन डी बिफोर कन्ट्र्याक्ट एग्रीमेंट टू सक्सेसफुल बिडर ओके अर्को क्वेसन हेरौँ द ओभरअल इन्चार्ज अफ एन अर्गनाइजेसन एट द साइट रेस्पोन्सिबल फर द एक्जिक्युसन अफ वर्क इज एक्जिक्युटिभ इन्जिनियर इन्जिनियर फर्नियर इन्जिनियर सब इन्जिनियर यसको राइट एन्सर कुन हुन्छ इन्जिनियर ओके अर्को क्वेसन हेरौँ क्रिटिकल पाथ इज अलवेज लङ्गेस्ट अलवेज सर्टेस्ट मे बी लङ मे बी सर्ट र यसको राइट एन्सर कुन हुन्छ साथीहरु अलवेज लङ्गेस्ट पाथ चाहिँ के हो त क्रिटिकल पाथ हो क्वेसन नम्बर 45 मा रहेको छ द ब्रिक वर्क इज नट मेजर्ड इन क्युबिक मिटर इन केस अफ one or more than one brick wall brick work in arches reinforced brickwork र अप्सन डी मा हाफ ब्रिक वाल भनेको छ हाफ ब्रिक वालमा चाहिँ के हुन्छ मिटर स्क्वायरमा युज हुन्छ त्यही भएर यसको राइट एन्सर कुन भयो अप्सन डी हाफ ब्रिक वाल अर्को क्वेसन रहेको छ एक्चुअल कस्ट अफ स्ट्रक्चर इज obtained आफ्टर एस्टिमेट आफ्टर डिजाइन आफ्टर डिटेल ड्राइङ ओन्ली आफ्टर कम्प्लिसन अफ वर्क र यसको राइट एन्सर कुन हुन्छ अप्सन डी ओन्ली आफ्टर कम्प्लिसन अफ वर्क त्यस्तै रेड कोलम अफ बिल अफ क्वान्टिटी इज फिल्ड बाई भनेको छ क्लाइन्ट कन्ट्र्याक्टर कन्सल्टेन्ट नन अफ द एबभ रेड कोलम चाहिँ कसले भर्छ त कन्ट्र्याक्टरले र अर्को क्वेसन रहेको छ हाम्रो टेक्निकल पोर्सनको अन्तिम क्वेसन द पर्पज अफ एस्टिमेटिङ द फेयर प्राइस अफ एक्जिस्टिङ बिल्डिङ इज कल्ड कस्टिङ एस्टिमेटिङ प्राइजिङ भ्यालुएसन फेयर प्राइस चाहिँ पत्ता लगाउने कुन चाहिँ हो त भ्यालुएसन ओके अर्को हेरौँ निजामती सेवाको राजपत्राङ्कित पदमा नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ भने राजपत्र अनङ्कित पदमा कसले नियुक्त गर्न सक्ने छ भनेको छ कार्यालय प्रमुख
लोकसेवा आयोग अध्यक्ष, विभागीय प्रमुख, छनौट समिति। यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन सी, विभागीय प्रमुखले चाहिँ नियुक्ति गर्छ। त्यस्तै अर्को रहेको छ भवन निर्माण तथा सडक सम्बन्धी व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद कतिमा गरिएको छ भनेको छ। अप्सन ए परिच्छेद 5, अप्सन बी परिच्छेद 6, अप्सन सी परिच्छेद 7, अप्सन डी परिच्छेद 8। र यसको राइट एन्सर कुन हुन्छ साथीहरू? अप्सन सी परिच्छेद 7। ओके, हाम्रो मोडेल सेट 2 पनि सकिएको छ। सबैजनालाई भिडियो हेर्नुभयो धन्यवाद। फेरि पनि अर्को मोडेल सेट लिएर चाँडै आउने नै छौँ। र भिडियो कस्तो लाग्यो, केही कमी कमजोरीहरू हुन सक्छन्, कमेन्टमा लेख्नुहोला। ओके, बेस्ट अफ लक एभ्रिवान।